सम्पूर्णमा नमस्ते। आज हामी लोकसङ्गीत चौतारी मकवानपुरद्वारा आयोजना गरिएको यस असारे गीतमा यहाँ उपस्थित भएर हामीलाई साथ दिनुहुने तपाईँ सम्पूर्णलाई स्वागत गर्दै म आजको यस असारे गीतमा यहाँ आज हामीलाई केही हँस्यौली ठट्यौली र केही असारे भाका घाँसे एउटा लयसँगै आज यहाँ हामीमाझ विभिन्न स्थानबाट लोकसङ्गीत चौतारी मकवानपुरका सदस्यहरू र विभिन्न स्थानबाट यहाँसम्म हामीलाई उपस्थित भएर सहयोग गर्नुहुने तपाईँ सम्पूर्णलाई स्वागत गर्दै म आजको यस असारे गीतमा यहाँहरूलाई म आज एउटा रमाइलो दिने जमर्को गर्दै म अहिले यहाँहरूमाझ सो असारे भाका पस्कन गइरहेको छु र यो असारे भाकामा आशा छ यहाँहरूले मन पराइदिनु हुनेछ र आशा छ यहाँहरू यो हाम्रो मकवानपुर जिल्लामा रहेको लोकसङ्गीत चौतारी मकवानपुरलाई माया गरी यहाँहरूले साथ र सपोर्ट गरिदिनु हुनेछ भन्ने आशा गर्दै म आजको कार्यक्रम सञ्चालक लोकसङ्गीत चौतारी मकवानपुरका सचिव म राजकुमार गौतम यहाँहरू सम्पूर्णलाई स्वागत गर्दै म आजको कार्यक्रम सञ्चालन गर्न गइरहेको छु र आजको यस असारे भाकामा एउटा हामीले यो पौराणिक कालदेखि चल्दै आएको एउटा असारे भाकाको संरक्षण लोक संस्कृतिको जगेर्ना गर्दै आज हामी असारे भाका यहाँहरूमाझ पस्कदैछौँ र आजको यस असारे भाकामा हामीलाई पुरुषतर्फबाट साथ दिँदै हुनुहुन्छ साधुराम राउत जो हेटौडा 8 निवासी हुनुहुन्छ भने यसै गरी हामीलाई साधुराम राउतलाई साथ दिँदै हुनुहुन्छ सोमबहादुर तितुङ र उहाँलाई साथ दिँदै हुनुहुन्छ जीवन दाहाल र साथीहरू र यसै गरी आज हाम्रो साधुराम राउतलाई असारे भाकामा टाचर टुच्चो घोचा घोचिचा चल्छ दाइ नरिसाउनु होला यो यस्तै हो र उहाँलाई आज साथ दिँदै हुनुहुन्छ कला र गलागी धनी आदरणीय दिदी कलावती सुनवार जो हेटौडाको मनहरीमा निवासी हुनुहुन्छ र लोकसङ्गीत चौतारी मकवानपुरका सदस्य पनि हुनुहुन्छ र आज कलावती दिदीलाई साथ दिँदै हुनुहुन्छ पम्फा विक जमुना दाहाल दीक्षा ठकुरी र आदि साथीहरू साथ दिँदै हुनुहुन्छ भने अहिले यहाँहरूलाई मैले यो लोकसङ्गीत चौतारी मकवानपुरले आयोजना गरेको यो कार्यक्रम हामीले यहाँहरूलाई टिम टिभीबाट पनि देखाउनेछौँ। यो यहाँहरूले प्रतीक्षाको घडी कुर्दै गर्नुहोला। अहिलेको लागि यो असारे भाकाको लागि मैले मेरो आदरणीय दाजु साधुराम राउतलाई अनुरोध गर्दै यहाँहरूसँगै रहने बाचा गर्दै अहिलेलाई म साधुराम राउत। हे बनसखण्डी मैलाई फुलै फुलको माला पशुपतिलाई अछेता हे धर्म गर्ने भएको पूजा गर्न गएको पशुपतिलाई अछेत हे नौलो नौलो माया भेटै हुँदो रहेछ कुरी कुरी बसेत हे बारीको लौका आजै पर्यो मौका कुरी कुरी बसे त अमिलो मुइलाई दिदी बहिनी दुईलाई बस्नु भइछ कुरेर ठेकीको कहिले रामको दाइरा भाइले बस्नु भइछ कुरेर हे माया ज्ञानी भेटै हुनु पनि आइछ साइत जुरेर जमाएर हित सुन्नु राम्रो सित आइछ साइत जुरेर हे एक मानेमा के छ हेर्नै बिर्सिएछ दुई मानेमा दैरे छ हे त्यसको एउटा गुन्छ चिउरा खान हुन्छ दुई मानेमा दैरे छ हे मलाई चाहिँ भाषा माया लगाउ जस्तो त्यता कस्तो भइरहेछ हे घोटेर सलाई बताइदेऊ न मलाई त्यता कस्तो भइरहेछ हे बिरोटको गाई जम्मा सोरा सय यता ल्याउँदा उता गो गोठालो बौरा नभएर लौरा यता ल्याउँदा उता गो हे माया ज्ञानी बुझ कुराकानी
मलाई पनि उस्तै हो नहोस् कहिले हानि यस्तै कुराकानी मलाई पनि उस्तै हो हे गाईको बाछो फुकाइदिएपछि खोलै खोला धाउने हो हे ढाकाको टोपी पानी खान हो कि खोलै खोला धाउने हो हे माया लाउनलाई त राजी भयो सानी कस्तो माया लाउने हो हे भेटु नपाए मैले जान्न चाहे कस्तो माया लाउने हो बिहानै उठी नुहाई धुवाई गरी मर्सी धानलाई कुटेर हे बाला लरी दुःख गरी गरी मर्सी धानलाई कुटेर नलाउ त मायालाई त हालेपछि नपरोस् हिँड्न छुटेर मखमली जुत्ता आजदेखि उता नपरोस् हिँड्न छुटेर हे बिडीमा खानी पातै बेरी बेरी चुरोट खानी सर्काइले हे टाढादेखि भेट्न यो तिर्सना मेट्न चुरोट खाने सरकाले हे जुनी काट्नी माया लाउन तयार भयो मार्ने हुन् कि घरकाले हे अहिलेको अहिले शोधन गरे मैले मार्ने हुन् के घरकाले 12-20 खेतको 13-20 आली छेउ छेउ मलेनु पिरथीको गोला थाहा हुँदै होला आली छेउ छेउ मलेनु भेट्यौं यसै पाली हेर सिउँदा खाली त्यसमा धन्दा नलिनु कागतको ताउले पान खतेरी साउले त्यसमा धन्दा नलिनु हे गाईको बाछो परल खान्छ काँचो घाँस काट्नलाई नगाको हे अहिलेको अहिले भनिहाले मैले घाँस काट्नलाई नगाको हे लम्म र झम्म यत्रो उमेरसम्म किन बिहे नभएको हे बस्छु मन जलै शङ्खै लाग्छ मलाई किन बिहे नभएको पातलो जिउलाई लचटकै काटी कसी लाली कमर कसेको हे वाला लरी दुःख गरी गरी लाली कमर कसेको यति बेलासम्म बुढी कन्ने बसी तिम्रै लागि बसेको पिरथीको गोला थाहा भयो होला तिम्रै लागि बसेको हे सानो माया तिम्रो कुरो बुझ्दाखेरि भयो मलाई के गरौँ हे
हे लाजैले मरे अल्ल मल्ल परे भयो मलाई के गरौँ हे यो उमेरसम्म खाली बस्या भए जुराउँ लगन बेगरौँ हे माछाको भुरो मिलिहाल्यो कुरो जुराउँ लगन बेगरौँ सपनीमा पनि देखि राति मैले तिम्रै लागि हो कि त दाराको ठेको आबिरहेको तिम्रै लागि भो कि त भन्न त भने हुन पनि होला यही असारमा हो कि त ढोकाको काम्रो लगन आउने हाम्रो यही असारमा हो कि त घाँसको भारी ल्यायो च्याट्टै पारी यताउता सारौँला हेर नहेर बोक्नै नसकेर यताउति सारौँला हे भर्खर भेट भएको बुझ्नै पाएको छैन दसैँतिर पारौँला हे यो 2 महिना बर्ख सानो तिमीले पर्ख दसैँतिर पारौँला घुमतिरी र लेडभो बल्ल बल्ल भेटभो फेरि लागे होइन क्यारे जुराउन माछाको भुरा तपाईँ हाम्रा कुरा होइन क्यारे जुराउन हे माया ज्ञानी आटे कुरा पनि फेरि लागे कुराउन हुन्छ कि नहानी मनले जानी जानी फेरि लागे कुराउन हे मकैलाई कनी यति भन्दा पनि लागेन के पत्यार हे कब सेरुईलाई दिदी बहिनी दुईलाई लागेन र पत्यार हे असार जानै लाग्यो साउन राम्रो छैन नगरे हाय हतार हे पिरतीको गानु कुरा बुझ सानो नगरे हाय हतार 2 बहिनीको खेती छैन जाब यति टारमा केराउ भिरमा जाऊ हे बाला लरी दुःख गरी गरी टारमा केराउ भिरमा जाऊ मेरो हितको खानी त्यसो भन्छ भने हुन्छ हुन्छ हौसला बारीको डल्ला मिलाएर सल्लाह हुन्छ हुन्छ हौसला हे राजाको पिन्छिन् रानी सापले लिन्छन् राजा सापले लिएर हे नजिक परी परी माया गरी गरे राजा सापले दिएर हे बिहे गर्नुभन्दा 2-4 दिन अघि को आउँ त लिएर हे दुधको तरमा माग्न तिम्रो घरमा को आउँ त लिएर हे नराम्रो मुखलाई राम्रै खान पर्ने नराम तेलमा तारेर हुँदैन तितो खाँदा कति मिठो नराम तेलमा तारेर
सुपारी आधा आउनु होला राजा घरमा सल्लाह गरेर माछाको पिता बाबा आमासित राम्रै सल्लाह गरेर हे असारको महिना 2-3 गतेतिर आउला सानो माग्नलाई हे भिरमौरीको रस घरमै कुरी बस आउला सानो माग्नलाई हे नकारात्मक बने बाउले देनन् भने पर्ने हो के भाग्नलाई हे भागी कता जानु भनी देउता सानो पर्ने हो के भाग्नलाई सानुमा सानो त्यो कुसुमे रुमाल धोइकन निचर हे बाला लरी दुःख गरी गरी धोइकन निचर सुपारी आधा गरौँला नि राधा त्यतिखेर बिचार हाम्रो कुराकानी बुझिराख नानी गरौँला नि बिचार घाँसको भारी ल्यायो च्याट्टै पारी गाईले खाई डकारो हे कमरै कसी गोठमै बसी बसी गाईले खायो डकारो हे बिहे गर्नलाई त राजी भयो सानो स्वर्नु पर्छ भाकारो एउटा त्यति डर छ हाम्रो गाउँमा घर छ स्वर्नु पर्छ भाकारो मालीमा गाईको माना मुठी दुधा त्यो ठेकीमा दही छैन थाहा हुँदै होला पिरातीको गोला त्यो ठेकीमा दही छैन माछाको भुरा परिआको कुरा कुन कुरा नि छैन माछाको भोरी सुरबाउको छोरी केही कुरामा नै छैन हे दैव संजोग आज भेटै भयो हाम्रो छेत्री हो कि बाहुनी हो हे घोटेर सलाई शङ्खला मलाई छेत्री हो कि बाहुनी हो हे पिरती नि जोड्नी भकारो नि सर्नी घोरले छोरो पाउनी हो हे पिरती चाख विचार गरी राख घोरले छोरो पाउनी हो माली गाईको छोरो झुले गाईको नाति घुम्दै रमान गर्छ बा त्यो बाछो रोगी भोग लागेर हो कि घुम्दै रमान गर्छ बा माछाको भुरा सोचिराख कुरा के छ तकदिरमा छोरा पाउनी हो कि छोरी पाउनी हो कि के छ कान्छा तकदिरमा हे मकै र भुटा भटमास पनि भुटा दिउँसो खाने खाजालाई
माछाको सिली सबैजना मिली दिउँसो खाने खाजल हे जे पाए पनि घरमै गई पाउला छुटाउँ है त आजलाई हे ढोकाको काम्रो भेट्बो आहा राम्रो छुटाउँ है त आजलाई रापती खोला बाढी आयो होला मूल फुटेर भुलभुले हेर नहेर नजर घुमाएर मूल फुटेर भुलभुले मायाको भोगी व्यर्थै हुने हो कि व्यर्थै मनको चुलबुले के भनौँ बर 2 दिनलाई तर यो मनलाई तुलबुले मायाको भोगी तिमी हामी मिली छोरो पाउला मिलेर भन्दै भन्दै आदरणीय मेरो सदराम दाईले कलावती दिदीलाई छोरो पाउनेसम्म वाचन गर्नुभएको छ। आशा छ दाई छोरो पाउनु होला गीतमा मात्रै। यसै गरी रमाउँदै यो गीतको टुक्काहरूसँग लोकसङ्गीत चौतारी मकवानपुरले यहाँहरूलाई दिँदै आइरहेका यो विभिन्न साङ्गीतिक कौशल्यहरूमा यहाँहरूलाई हामीले यसरी मनोरञ्जन प्रदान गर्दै आइरहेका छौँ। आशा छ यो मकवानपुर जिल्लामा रहेको लोकसङ्गीत चौतारी मकवानपुरलाई यहाँहरूले मन पराइदिनु हुनेछ भन्दै आजको यो कोसेलीलाई यहीँ बिट मार्दै म फेरि अर्को साता यसै गरी भेट्ने बाचा गर्दै अहिलेको लागि म कार्यक्रम प्रस्तुता राजकुमार गौतम पनि यहाँबाट बिदा हुन्छु। सम्पूर्ण उपस्थित महानुभावहरूलाई धन्यवाद दिँदै आजको कार्यक्रम यहीँ समापन भएको घोषणा गर्दै बिदा हुन्छु। हवस् त, नमस्कार।